गोर्खाको आरुघाट गाउँपालिका 9 मा आरुघाट युवा क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता र राष्ट्रिय महिला खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भइसकेको छ। यस प्रतियोगिता पुस 1 गते हिजोदेखि सुरु भएको थियो, जसमा आरुघाट युथ क्लबले मनास्लु भलिबल ट्रेनिङ सेन्टरलाई 3-0 को सोझो सेटमा पराजित गर्दै महिलाहरूको उद्घाटन खेलमा विजय सुरु गरिसक्नु भएको छ। यस भलिबल प्रतियोगितामा पुरुषतर्फ 12 वटा टिम र महिलातर्फ 6 वटा टिम दर्ता गर्नु भएको छ। आजदेखि पुरुष तथा महिलाहरूको खेल धमाधम सुरु हुनेछ। यस प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार नगद रु 2 लाख, द्वितीय पुरस्कार 1,25,000, तृतीय पुरस्कार 75,000 र सान्तवनालाई 25,000 नगद पुरस्कार रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार 1,50,000, द्वितीय पुरस्कार रु 1 लाख, तृतीय पुरस्कार रु 50,000 र सान्तवनालाई 25,000 नगद पुरस्कार रहेको छ। यस प्रतियोगितामा गण्डकी प्रदेशका चर्चित पुरुष भलिबल खेलाडीहरू र राष्ट्रिय स्तरका चर्चित महिला भलिबल खेलाडीहरू पनि उपस्थित हुनुहुन्छ। तपाईहरूको राम्रो खेल प्रदर्शन होस्, त्यसको लागि धेरै धेरै शुभकामना। आरुघाट युवा क्लबले यस्तो राम्रो खालको प्रतियोगिता आयोजना गरिदिनु भएकोमा तपाईहरूलाई धेरै धेरै धन्यवाद। तपाईहरूले आयोजना गर्नु भएको यस भलिबल प्रतियोगिताले नेपाली भलिबललाई धेरै नै फाइदा पुग्नेछ र धेरै नेपाली खेलाडीहरू उत्पादन हुनेछ। तपाईहरूको यस प्रतियोगिता भव्यताको साथ सम्पन्न होस्। जति पनि आरुघाट गाउँपालिका गोर्खा जिल्लामा हुनुहुन्छ, सम्भव भएसम्म खेल मैदानमा उपस्थित भई खेलको शोभा बढाइदिनु होला। यदि सम्भव छैन भने तपाईहरूले युट्युबमा नमस्ते सुर्खेत सर्च गरेर पनि यस खेलको लाइभ हेर्न सक्नुहुनेछ। यो टुर्नामेन्टमा पनि नयाँ तथा उदयमान भलिबल खेलाडीहरूले राम्रो प्रदर्शन गरेको हेर्न पाइयोस्। तपाईहरू यस प्रतियोगिता हेर्नको लागि कतिको उत्सुक हुनुहुन्छ कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।